भनेपछि केपी ओली ल ल ल ल सन्ते भाइ तिमीले चाहिँ कुन जे माटो जे हर्क सम्पन्न जे काले भाइ ल तिमीले कुनलाई हाल्ने तरुनी जहाँ धेर छ त्यहाँ ल हामी यत्रोजना जम्मा भयौँ तपाईँले चाहिँ अहिले नेपालमा राजनीतिक स्थिति उथल पुथल छ तपाईँले चाहिँ ल यस पार्टी यस पलक चाहिँ आफ्नो फ्यामिलीलाई आफूले चाहिँ कुन पार्टीमा भोट हाल्न भन्नुहुन्छ आफूले कुन पार्टीमा भोट हाल्नुहुन्छ मैले त भोटै नहाल्नु भन्छु अहिले भोटै नहाल्ने ए भनेपछि कुनैमा नि समर्थन भएन यसपटक कसैको छैन ल मामा यसपालि चाहिँ हजुरले चाहिँ अब कुन पार्टीमा भोट हाल भनेर भन्नुहुन्छ जनतालाई जनतालाई भोट हाल्नु हुँदैन अहिले चुनावको वातावरण बन्योस् त्यसपछि भनौँला नि त अहिले चाहिँ ल बन्यो भने चाहिँ कुनलाई भन्नुहुन्छ योपालि अहिले उदाउँदो घन्टी छ त्यसैलाई विशेष घन्टी भन्नुहुन्छ त्यसैलाई ल एउटा घन्टी आयो ल ल दाजु हजुरले चाहिँ कुन पार्टीलाई यसपटक चाहिँ भोट हालौँ भनेर भन्नुहुन्छ खै मैले त कसै भएको छैन कसलाई हाल्ने मैले कसैलाई नि इन्टरफेयर चाहिँ गर्दिनँ हजुर हजुर समानुपातिक चाहिँ माटोमा हालिदियो भनिदिनु माटोमा प्रत्यक्षमा चाहिँ नहाल्ने प्रत्यक्ष नहाल्ने ठिक छ ल बुझ्दा मैले सबैलाई हाल्दिने होइन एउटालाई हाल्नु एमाले लाइन ठोक्दिने माटोलाई ठोक्दिने घन्टीलाई ठोक्दिने ल भन्नु नि त ल एउटालाई कुनमा हाल्नुहुन्छ यसपटक ल मैले माटोलाई हाल्दिएँ ल यता नि माटो काले भाइ ल तिमीले कुनलाई हाल्ने तरुनी जहाँ धेर छ त्यहाँ होइन भन नि त ल तरुनी कुनमा धेरै खाने कुनलाई भोट हाल्छ यसपालि मेरो विचारमा अर्केको धरानको मासुको खानु पर्छ भनेपछि के माटै हाल्ने तिमीले पनि माटो ल ल सन्ते भाइ तिमीले चाहिँ कुनमा जे हाल्ने माटो जे हर्क सम्पन्न जे सब यहाँ कुनमा भोट हाल्ने यसपालि ल तपाईँ किन भोट हाल्नु मिल्छ र होइन तपाईँको फ्यामिलीलाई चाहिँ कसलाई हाल भनेर तपाईँले उत्साहन गर्नुहुन्छ प्रोत्साहन गर्नुहुन्छ यसपटक चाहिँ अनि म त अनि आफ्नो बाउ आमालाई त कहाँ यो गर त्यो गर भन्नु यार बाउ आमाले भन्यो त ल तपाईँको विचारमा चाहिँ कुनमा हाल भन्नुहुन्छ मेरो विचारमा अहिले चुनावमा को उठ्नु अब एमाले काङ्ग्रेसमा माओवादी छ केपी ओली भनेपछि एमाले तपाईँ भने सूर्यमा हाल भन्नुहुन्छ तपाईँले सूर्य हो भनेपछि केपी ओली झोले हो नि ल ल ल ल ल अनि दाजु ठ्याक्कै आउनुभयो ल यसपालि चाहिँ चुनाव हुँदैछ त्यसका लागि चाहिँ तपाईँले चाहिँ कुन पार्टीलाई समर्थन गर्नुभएको छ ल फ्यामिलीहरूलाई नि कुन पार्टीमा भोट हाल भनेर तपाईँले भन्नुहुन्छ घन्टी हो ल ल अनि दाजु केमा हाल्ने यो अहिले अब यसपालि चाहिँ अब राजनीतिक माल उथल पुथल छ यहाँ चाहिँ धेरैको भोट चाहिँ माटोमा आयो तर म राजनेता केपी ओलीलाई समर्थन गर्छु भनेपछि सूर्यमा तपाईँ यसपटक चुनाव हुँदैछ कुन पार्टीलाई समर्थन हजुर चाहिँ घन्टी होइन लु 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 घन्टी ल आन्टी म हो ल म पनि घन्टी हो फेरि पुरै घन्टी हो